अब अफिस लाग्यो हेर्दा हेर्दा 10:30 पनि हुँदैसक्यो। इसका हान्नु परेन। हेलो एन्ड वेलकम टु माई ब्लग गाइज। अब टक्क आज स्टार्ट गरिदिउँ। हप्ताको 2टा ब्लग त हालिदिउँ भनेर टक्क लाएर बनाउनु लाग्छु। हेरौँ के हुन्छ कस्तो हुन्छ। अब आजको दिन त्यस्तै भयो। आजको दिन अब ट्राई गरौँ अब के हुन्छ। जस्ट एक्सपेरिमेन्ट गरौँ न, हप्ताको 2टा ब्लग हाल्न सकिन्छ कि सकिन्न भनेर। म त सक्दैन होला नि सोचिरहेको छु। अब भयो भने चाहिँ हाल्ने हो, अब भएन भने अब त्यही शनिबार मात्र गर्छु। नत्र त अफिस अब सिधै अफिस जानुपर्छ। अब 10 बजिसक्यो, अब अफिस निस्किनु लाग्यो। अब हेरौँ के हुन्छ आजको दिन, मनाउनु सकिन्छ कि सकिन्न हेरौँ। म तैँले बाटोमा भेटौँला। आफू टालो लिएर नि बिर्सेछु यार, केही छैन। चक्क यसपालि पेट्रोलको भाउ पनि बढिरहेछ अनि पेट्रोल पनि सर्टेज भइरहेछ। खै यार राइड जाने कि नजाने यस्तो दोधारमा परिरहेछौँ हामी। जान त लो जानु मन छ, राइड जानु मन छ अनि ट्रिपमा पनि जानु मन छ। के गर्ने अहिले सिचुएसन यस्तो हुन्छ भनेर सोचेको पनि थिएनौँ। पोखरा जानु मन छ मेन। टक्कला राइडमा धेरै वर्ष भइसक्यो नगएको नि। यसो गइदिउँ भनेको कहिले के दिमाग खराब पराग। लाग्यो अब अफिस लाग्यो हेर्दा हेर्दा 10:30 पनि हुँदैसक्यो यार। यस्तो हुन्छ कि 10:30 निस्किन्छु भनेर बस्या हुन्छ, जहिले ढिलो हुन्छ। जहिले केले ढिलो बनाउँछ यार, अचम्म लाग्छ। अब अफिस टाइम र स्कुल टाइम भएपछि त लोत हुन्छ यार। के भन्ने त्यो मान्छेलाई यार, मूर्ख त मूर्ख हुन्छ। अब कसलाई मूर्ख भन्ने, कसलाई सधैँ मान्छे भन्ने थाहा नि हुन्न बाटोमा। अब कहिले आफै नै मूर्ख गरेर हिँडिन्छ। अब अफिस लाग्यो, अलि एकैछिनमा भेटौँला है त। अब सिधै अफिस पछि नै भेटिन्छ होला कि अब अफिसमा भिडियो बनाइयो भने मात्र हो। लाइट चाहिँ कम छ अफिसमा है हाम्रो भाइ, अर्को छुट्टै छ पारा। यही हो हाम्रो अफिस। यस्तो झलक चाहिँ पानी अब यस्तो ठुलो पार्नु परेको थियो। कहाँले अन्धकार थियो, अहिले त पुरै। मेरो त अन छ क्या हो यसमा, अन राखेको छु मैले। बाले भन चिसो लाग्यो। चिसो लाग्दियो अझ बाइकलाई नि। अहिले त पुरै पानी परेको थियो र भने जस्तै गरेर पऱ्यो यार। यही हुन्छ कि चिसोले असिना पानी परेको थियो होला। यस्तो अल्छी लाग्छ अफिसबाट निस्किने बित्तिकै। केही भिडियो बनाउन सकिन्छ होला है। अनि त्यही भएर अब यस्तो गयो, दिन त लाग्छ। यसो पल्ट्यो, एकैछिन दाइसँग भेट्यो,
यहाँ काम छ सानो एकैछिन रेनोभेट गर्ने रे। अब क्याफे बिस्तारै रेनोभेट गर्ने रे, त्यसैको लागि यसो के आइडिया माग्दै हुन्छ दाइले। त्यही दिन ल एकैछिन पछि भेटौँला है त। हाम्रो क्याफे चाहिँ यही हो, यही हो टक्क डिसर क्याफे भनेर चाहिँ। दामी छ, एम्बियन्स दामी छ, सबै कुरा दामी छ। एकचोटि आइदिनु होला। एम्बियन्स अति नै मजा आउँछ क्या, र फ्यामिलियर छ क्या टक्क सबैजना। त्यही भएर अब धेरै कुरा चेन्ज गर्ने भन्नुभएको छ, धेरै चेन्जेसहरू गर्नुपर्ने रहेछ। चिसो 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 हावामा अहिले जानुपर्छ केटाहरूलाई भेट्ने यार। अफिस सक्यो, अब भोलि शनिबार चाहिँ भोलि के छ, कहीँ गइन्छ कि गइन्न यार। रमदान सक्यो क्या अरे अब हरुनको लेची अहिले गएर कुराहरू गर्छ नि थाहा हुन्छ। एकचोटि यसो घर गएर मुखसुख झरेर जानु पर्यो। यार अन्त छ कि छैन है त गाडीमा नेपाली जस्तो लाग्थ्यो। चलपल देखा, चलपल देखास् खै त तोरी तोरी खै त छैन छैन त्यसो जिस्काएको। मेरो ठ्याक्क घरबाट लाइट देखेको थियो क्या यहाँको, अनि त्यो भएर खै त तोरी। अनि त्यहाँ किन यति बसिरहेको छ नि गीत सुन्दै गाडीमा। चलपल देखा कस्तो मोटाको त, कस्तो मोटाको। बेला बेलामा हेर्न युट्युबमा हेर्न, मेरो नाम हान त सबिन सुवेदी हान त एकचोटि। जानु पऱ्यो केटाहरूसँग भेट्नुलाई यार। भोलि रमदान रे, अनि यसो के छ प्लान, भोलि राइड जाने हो कि होइन, राइड जानु मिल्ने छ कि छैन सोध्नु पऱ्यो नि। सो गएपछि पो भेटेपछि पो थाहा हुन्छ त। पुरै भिज्यो के पुरै पानीले यार, छ्या इरिटेट बनाउँछ यार। बत्ती पनि नि भयो त्यसो के हो, बत्तीको आँस देखियो त यहाँ त। एउटा मात्र बत्ती पिलिल्ल बले आँस देखिन्छ, यस्तो अन्धकार छ। यस्तो छ पिली 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 डान्स गरेछ लाइटहरू पुरै। डान्सिङ लाइट, द लाइट डान्सिङ। छैन क्या हो, छु 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 चिसो चिसो मौसममा तातो तातो बनाउनु पर्यो है त। सौवा होइन आज ट्राई गरेको के हुन्छ कि हुन्न भनेर। अब पुरै सेटअप लिएर हिँड्दिने होइन। अब आजदेखि ट्राई गरेको हेर कतिको मिल्छ। अब कस्तो रहेछ भन्दाखेरि जाँदा गइँदो रहेछ कि अफिसमा, कसम अफिसमा त्यो अफिसमा तल मान्छेले यस्तो हेर्दो रहेछ मलाई लास्ट अफ्टर लाने त्यो त लगाउनु त लगाइहाल्ने। तर म्यानेजर यस्तो सानो म्यानेजर क्याबिन फेरि फेरि पिसीमा नि फेरि यस्तो छ नि त। फेरि गाडी छ, गाडी राखेको छ दामी छ। ठिक छ ठिक छ। भोलि के छ प्लान? भोलिको के हो? भोलि चाहिँ आज तपाईँले आज नै हालेको भ्लग कि भोलिको मिक्स गरिदिने? होइन आजको आजै हो। रेगुलर भ्लगर हो? अब रेगुलर चाहिँ होइन, टाइममा बेला बेलामा सटुच्च टुच्च। ठिक छ ठिक। यस्तो छ हाम्रो नटन बोर्ड पुरा। के हेलमेटमा लगाउने ब्लुटुथहरू
हेलमेटहरू छन्नै छ है। स्टिकरहरू त फालाफाल छ लगाउँदा भन्छ तर सिम्पल एन्ड सोबर ठिक छ क्या हाम्रो हेलमेट त। तर होइन स्टिकर लगायो भने दामी देखिन्छ। सब छ बालाक्लाभादेखि लिएर बोल्ट स्कल क्याप स्लिप सब छ आर्म स्लिप पेरिङहरू टक्क मोडिफिकेसन सामानहरू यहाँ यस्तो छ फोल्डिङ मिररहरू बुलेटको लागि दामी छ। स्याडल ब्याग प्रिमियम क्वालिटीको रोयल इनफिल्डको स्याडल ब्याग सब चिज छ सब डट हेलमेटदेखि लिएर सब छ। अनि यहाँ मनी छु ठिक छ पुऱ्याइदिइहाल्यो नि भाइले मस्ती पुऱ्याइदियो। स्कुटी लिन जाने भनेर भनिरहेको थियो स्कुटी लिएर आउँछ हारुन कचेर आउने हो आएपछि टक्क भेटिन्छ। चिया खान गइन्छ कि गएन आज। अब मुन्ना नि मामा घर जान्छु भनेछ। अब मामा घर गएन भने चाहिँ ऊ त्यहाँ पनि जान्छ। अब गएन वहीँ गयो भने चाहिँ अब कहाँबाट भेट्यो नि अघि भेट त भेट भइहाल्यो हाम्रो मुन्नासँग। अब हाम्रो बड्का मुन्ना आउँदैछ बड्का मुन्ना। अब बड्का मुन्नासँग कुराहरू पर्छ भोलिको प्लान के गर्ने कसो गर्ने जाने नजाने। अब गएन भने त गइएन त्यसपछि चाहिँ यस्तो जाऊ क्या जाने अब रमजान सके जाने भन्यो रमजान सकेपछि पानी पर्न थाल्थ्यो। अब पानीमा कसरी जाने यस्तो जाऊ क्या प्लानिङ मात्र हुने भयो जस्तो छ। अब यसले चाहिँ अब एउटा प्लानिङ पनि चलिरहेछ लङ टुर भने लङ 1 डे के अरे आज गएर भोलि फर्किने खाले चाहिँ भइरहेछ। अब हेरौँ लेट्सी के हुन्छ भयो भने चाहिँ ब्लग आइहाल्छ भएन भने त्यही हो नर्मल ब्लग आइहाल्छ यहीँको। साउ भोलि ईद होइन ईदको लागि टक्क रेडी भएर रातभरि निदाउने मान्छे रातभरि निदाउन अब भोलि नयाँ कपडा टक्क नयाँ कपडा लाएर किनेन अब हुवामा किन्न आउँछ हम हुवामा किनौँ न सपिङ हानौँ न इदी किन्ने होइन इदी किन्ने अब ईदको लागि कपडा चाहिरह त्यहाँ लुटिसक्यो मुन्न अन्डरग्राउन्ड भइसक्यो कहाँ लुट्यो त गाडी चिडचिड यार गनाएको हेलो लुक्न त अनि के भयो भन्यो हटाएर भन्यो त त्यही एमसी चरा रहेछ भन्दै बुटल चाहिँ गाडी चाहिँ नयाँ बनायो यार टिलिक्क बनाइदियो क्या त नि लाज झाला धेरै पैसा भएपछि यस्तै हुन्छ क्या होइन लेखेन स्क्यान हान्नु परेन मोबाइल चाहियो भनेको कता गर्छन् त्यसै पेट्रोल धेरै भएको यिनीहरूलाई त्यो गनाएको के गनाएको यार यस्तो चिसो हावा लाग्छ यस्तो मिठो हावा लाग्छ केमा के आछ र आवाज त्यसै आवाज आछ रे पुग्छ यो पाङ्रा मात्र गुड्का लिएर गए मात्र हो पेट्रोलले गर्दाखेरि नि दिमाग खराब भएको छ यार 1 महिना चल्दै हुन्थ्यो ती त अन्त खासै हिँडिन्न यति समय हेरिदिनु भएकोमा धन्यवाद फेरि पनि सपोर्ट गर्दै गर्नु होला अब आजको लागि यति नै फेरि पछि भेटौँला लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला यस्तो भाइलाई टक्क भाइ दाइ म को पर्छु हजुरको टक्क कमेन्ट पनि गरिदिनु होला लाइक पनि गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला सपोर्ट पनि गरिदिनु होला धन्यवाद फेरि हेर्दै गर्नु होला सबिन ब्लग्स
यहाँ न्युज भने जस्तै भन्दैन ल बाई बाई पछि भेटौँला है त Let's go.